मलाई चाहिँ एकदम मनपर्छ कि छोलाको तरकारी। रोटीसँग पनि मनैपर्छ, भातसँग पनि मनैपर्छ, निम्की छोला मनैपर्छ, छोला समोसा पनि मनै परे हुन्छ, चाटमा पनि मनै परे हुन्छ। अनि भातसँग खानालाई बनाउनु लागेको थिएँ कि मैले यो म बनाएर खुवाउँछु कहिलेकाहीँ। अनि एकदम टिपिकल हुन्छ, अथेन्टिक हुन्छ, के गरेर बनाउँछौ तिमीले, युनिक हुन्छ भन्नुहुन्छ क्या मिसेस सापकोटा। अनि म चाहिँ आज रेसिपी सेयर गर्दैछु, तपाईँहरू छुट्याउनु है के चाहिँ युनिक गर्दो रहेछु त मैले। यो चाहिँ सिम्पल तरकारी हो नि त, हाम्रो भान्सामा बनिरहेको हुन्छ, यसको पनि के रेसिपी सेयर गर्नु र भने जस्तो लाग्छ कि मलाई चाहिँ। आज चाहिँ उहाँकै अनुरोधमा मैले यो बनाइदिएँ। तोरीको तेल राखेको छु, प्रेसर कुकर बसाइसकेपछि अब चाहिँ मैले यसरी हातले माडेर यो ज्वानो र मेथी फुराइदिन्छु। मलाई चाहिँ एकदमै मनपर्छ यो छोलामा ज्वानो राखेको। अनि मैले दुईवटा आलुलाई यसो क्युब गरेर काटेको थिएँ, त्यही आलु मैले यसमा ओरिदिएँ, फर्ल्याक फुलुक भुट्दिएँ। दुईवटा प्याजलाई लाम पारेर काटेको थिएँ, त्यसलाई पनि राखिदिएँ अनि फर्ल्याक फुलुक पारिदिएँ। धेर बेर पनि भुट्दिनँ कि म, किनभने सिटी लाउने हो नि त। अनि यसमा चाहिँ अदुवा, लसुन अनि जिरा छ सिलौटोमा पिनेको है। अनि त्यसपछि गोलभेडा यति मैले राखिसकेँ 4 थोक। अनि मजासँग यसलाई चलाइदिइसकेपछि चाहिँ म यसमा राख्न जाँदैछु अब सुकेको खुर्सानी है। पड्काउँदिनँ कि कालो बनाउँदिनँ होइन। त्यसपछि मैले यसमा राखेँ बेसार अनि नुन भइहाल्यो। अब यसलाई मजासँग चलाइदिने अनि त्यसपछि केराउ माथिबाट राखिदिने। अनि केराउ राखिसकेपछि चाहिँ यो मरमसला जति पनि छ नि यही लागोस् भनेर मात्रै चलाउने हो कि, नत्र ख्वाल्ल पानी हाल्दा नि केही हुँदैन। प्रेसर कुकरमा सिटी लगाउने हो नि त, त्यसो धामा त केही नि गर्नु पर्दैन। अब यसलाई मजासँग चलाइदिइसकेपछि चाहिँ मैले राख्ने भनेको चाहिँ यो गरम मसला हो। यो 32 मसलाहरू मिलाएर गरम मसला बनेको छ है, जसमा चाहिँ अब ल्वाङ सुकमेल पनि हुन्छ, दालचिनी पनि हुन्छ, सुठो पनि हुन्छ, हर्रो बर्रो सबै जे छ सबै छ कि। मैले छोला मसला चाहिँ राख्दिनँ, यही चाहिँ राख्छु कि अलिकति है। अनि त्यसपछि 5-7 वटा मैले अम्चुर राख्छु कि। अनि त्यसपछि आफूलाई मस्त पानी जति चाहिने हो टक्क हालिदिने अनि प्रेसर कुकरको बिर्को बन्द गरिदिने। हाम्रो केराउ चाहिँ मजासँग पाक्छ, त्यही भएर मैले 2 सिटी मात्रै लगाएँ। अनि सिटी छोड्न दिइसकेपछि चाहिँ निकाल्ने अनि त्यसपछि बिर्को खोल्ने, टक्क हेर्ने होइन। अब यो अवस्थामा चाहिँ हामीले खान मिल्ने चाटसँग, पानीपुरीको पुरीमा, निम्की छोला, समोसा छोला, पुरी छोला है, के खान मिल्छ क्या यतिको बाक्लो बाक्लोसँग। परोटासँग पनि हाम्रोमा चाहिँ एकदम धेरै बन्छ यो छोलाको तरकारी है। भातसँग पनि बनाउँछु क्या। म आज चाहिँ भातैसँग खानालाई बनाएको थिएँ। खुर्सानी चाहिँ मैले निकालिदिएँ, यसो खुड्ने बेलामा मिचेला बच्चाहरूलाई पिरो होला भनेर। अनि मजासँग खुडिसकेपछि अब आफूलाई बाक्लो बाक्लो खान माल्छ कि अलि रसिलो खान मन लाग्छ, पानी हाल्ने, मजाले उमाल्ने। फ्लेम अफ गरेपछि अघिको जिरा भुटेको थिएँ त्यसलाई धुलो बनाएर हालिदिएँ माथिबाट। अनि मैले हालिदिएँ मनग्गे धनियाँ कि यही हो कि मैले गर्ने। कस्तो छ र, युनिक छ र प्रश्न मैले तपाईँहरूलाई गरेको छु है। कमेन्ट लेख्नु होला।